अरूलाई बतासे भन्दै गर्दा आफू हेलिकप्टर चढेर बतासिएको कुरा पनि हेक्का रहोस्। पूर्व प्रधानमन्त्रीज्यू अनि हेलिकप्टर चढेर भाग्नुभयो भन्नुभयो त पूर्व मेयरले त। अनि म कहाँ भएको त, म त केटाकेटीहरूले रमाइलो मान्छन् भनेर भागे जस्तो पो गरिदिएको त। कहिलेकाहीँ के हुन्छ भने केटाकेटीहरूसँग खेल्दाखेरिमा अलिकति आफू भागे जस्तो कुदे जस्तो गरिदिनुपर्छ। केटाकेटीहरू भागे 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 होला होइन। तपाईँको आवाज अलि भारी छ। तपाईँले अस्ति भर्खरै चुनावी प्रचार प्रसारको क्रममा चाहिँ आफ्नै समर्थकलाई धकालेको भिडियो आयो, त्यो बारेमा के भन्नुहुन्छ हजुर? मैले युवालाई धकालेको होइन भण्डारी, मैले त झकझक्याएको मात्र हो। धकालेको त उहाँहरूले हो, युवालाई खाडी र देशलाई 50 वर्ष पछाडि। नीति गर्ने मान्छे प्रधानमन्त्री नभएर के हलेगोठाल बन्छ?